Hi guys, welcome back to my mukbang video after so long. आज चाहिँ मेरो खानामा छ राइस, यो चाहिँ टमाटर फर्के, पानी पराएको छ सो त्यही भएर डिस्टर्बेन्स चाहिँ आउँछ होला, सो डोन्ट माइन्ड. चिकन रोस्ट, यहाँ चाहिँ आलु फ्राई छ, अनि यहाँ चाहिँ दाल. सो अब चाहिँ हामी ढिलो नगरिकन खाम, चिसो भइसक्यो नि त हैन. मजाले दाल हाल्नुपर्छ यसरी, ग्वाम कि ग्वाम खाने हो. ओके, चिकन. Oh my god. टमाटर फर्के. गाइज हाम्रोतिर चाहिँ कस्तो पानी परिरहेको छ अनि अहिले चाहिँ रातिको 10 बजीमा भात खाँदैछु. म पनि कराएको छ. मेरो भिडियो आज पुरा डिस्टर्ब भइरहेछ बट केही छैन. मलाई भिडियो त्यही बनाउन मन लाग्यो खाएको होइन, त्यही भएर बनाउन भनेर हो. अरू चाहिँ केही छैन गाइज. चिकन दामी रोस्ट गरेको. दामी. वाउ गाइस, को हुन्छ जसलाई चाहिँ दाल भात अनि आलु भुजिया मनपर्छ अनि मोस्ट इम्पोर्टेन्टली यो टमाटरको फर्के पकाएको यस्तो दामी हुन्छ. टमाटरको फर्के मलाई यति धेरै मनपर्छ के भन्नु. वाउ वाम. वाउ गाइजहरू, मेरो भिडियो चाहिँ आज पुरा डिस्टर्बेन्समा छ किनभने पानी परेर कस्तो भएछ नि त. सो माइन्ड नगरिदिनु होला. आज एकदमै धेरै सादा खाना हो. मासुसँग नर्मल. त्यो पनि भेराइटीहरू छैन. आज चाहिँ मैले दाल बनाएको, टमाटरको फर्के अनि मासु रोस्ट गरेको, आलु भुजिया. अब छोटो मिठो भिडियो हुनु पर्यो गाइस. वाउ ओ माई गड. यस्तो फोहोर गरेर खाएको नभन्नु होला है, म यस्तै हो. आलु पनि हाल्नु सबै. 1 2 3. हाम्रोतिर चाहिँ खतरा पानी परेको छ नि त. सो अब लाइन जाने सम्भावना पनि छ. अब लाइन गएर बित्थामा झ्याप्पै भिडियो रोक्यो भने चाहिँ माइन्ड नगर्नु होला. मसँग चाहिँ अलिक चिकन पनि छ.
खान्छु म 1 पिस खान्छु अब only 1 piece गाइस म धेरै खान सक्दिन मतलब खान्छु तर थोरै खान्छु तर खाइराख्छु एकैचोटि धेरै खान सक्दिन क्या म I can't eat in a huge quantity तर मलाई टाइम टाइममा चाहिँ खाइराख्नु पर्छ अब छोटो मिठो भिडियो भइहाल्यो अहिले चाहिँ मेरो लास्ट बाइट हो 1 2 3 done मजा आयो Thank you so much guys for watching my video till the end. I love you all. So म अझै अर्को भिडियो लिएर आउँछु खानाको यदि हजुरहरूले मैले खानाको भिडियो मन पराउनुहुन्छ भने I will upload more खानेकुराको भिडियोजहरू and thank you so much for watching. Bye bye. Love you.